राष्ट्रिय प्रजातन्त्र पार्टी आफूले बोकेको एजेन्डामा अडिग भएन। गर्दा गर्दा जनताले पनि बुझ्यो कि यो देखाउने दाँत अर्के हो, खाने दाँत अर्के हो। त्यसकारण यो गएको चुनावमा मैले त भनेको थिएँ, कार्य सम्पादनको मिटिङमै भनेको थिएँ कि चुनावमा जानु हुँदैन। हामी हरेक प्रकारले तयार छैनौँ। न हाम्रो व्यवस्था छ, न सङ्गठन बनेको छ, न हामीका न जनता हाम्रो पक्षमा छ, न लहर हाम्रो पक्षमा छ। उल्टै नेताहरूले मलाई पनि चुनावमा जानुपर्छ भन्ने जबरजस्ती गरिरहेथे। म त लड्दैन, तपाईँहरू पनि नलड्नुहोस् र मेरो नोट अफ डिसेन्ट हुन्छ भनेर मैले त्यही भनेको थिएँ। तर साथीहरूले के भने तैँले नोट अफ डिसेन्ट लेखिस् भने लड्ने मान्छेहरू, लड्ने नेताहरूलाई निरुत्साहित हुन्छन्। र मलाई पनि लाग्यो साथीहरू मान्दैनन्, चुनाव लड्छन्, लडेर नतिजा के आउँछ मलाई थाहा थियो। र त्यो नतिजा आइसकेपछि धवल शमशेरले नोट अफ डिसेन्ट लेखेर चुनाव फाडिदियो, बिगारिदियो भन्ने भन्छन् भनेर मैले चुप लागेँ। राजाले 6 गते सन्देश दिएपछि पनि राजेन्द्र लिङ्गदेनले त मेरो फोन नउठाउने। मैले कमल दाईलाई फोन गरेको थिएँ चुनाव छोडिदिउँ भनेर, तर मान्नु भएन। यही कुरा दुर्गाजीले पनि आफ्नो भाषणहरूमा पनि र नेताहरूलाई पनि भनेको भनेर मैले थाहा पाएँ। तर राष्ट्रिय प्रजातन्त्र पार्टी 1 नम्बर पार्टी हुन्छु भनेर डम्म गरेर अगाडि बढाएको थियो, त्यसको नतिजा आइहाल्यो। मित्रहरू, महाधिवेशन पनि नहुने, नेतृत्व परिवर्तन पनि नगर्ने, आउने दिनमा स्थानीय निकायसम्म हामी फुइलेर जाने स्थिति देखा पर्यो। त्यस क्रममा हाम्रो एजेन्डा स्थापित गर्नको लागि, हामीले बोकेको मूल्य र मान्यतालाई यथार्थमा परिणत गर्नको लागि हामीले पार्टी छोड्ने बाध्यता थियो। रहरले छोडे होइन, दुःखले त्यो पार्टीलाई एक बनाएकै मैले पनि धेरै मेहनत गरेर हो। त्यसकारणले दुःख लागेर हामीले त्यहाँबाट छोड्यौँ। र यो एजेन्डालाई मजबुत रूपले बोकिरहेको अर्को योद्धा हाम्रो दुर्गा प्रसादसित हामीले सहकार्य गर्ने निर्णय गरेको छौँ। पार्टी बनाउने निर्णय गरेका छौँ, अभियान होइन। हामीले नेपाली धरतीमा एउटा मजबुत राष्ट्रवादी राजावादी शक्तिलाई खडा गर्ने योजनामा छौँ। पार्टी हुने हो, चुनाव लड्ने हो, चुनाव लडाउने हो र यो एजेन्डालाई स्थापित गर्नको लागि हामीले यो पार्टी बनाएको। कसैलाई दुविधा नहोस्, यो अभियान हुने छैन, यो कुनै लहर पनि हुने छैन, कसैको शौक पनि होइन। हामी सबै राजावादी राष्ट्रवादी शक्तिलाई बोकेर हामीले आफ्नो एजेन्डालाई अगाडि बढाउनको लागि हामीले आज यो जमर्को गरिरहेको छौँ। हाम्रो समूह र दुर्गाजीको अभियान पार्टी एकदमै मिलेर हामी अगाडि जाने हाम्रो निधो भएको छ। यसमा अरू साथीहरू जति आउनु छन् देशभरिबाट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामाको ओहिरो आइरहेको छ। त्यो मात्रै होइन, अरू राजावादी राष्ट्रवादी पार्टी समूहहरू पनि यो हाम्रो पार्टीमा समावेश हुनको लागि ललायत छन् र तयार भइरहेको छन्। त्यो समाचार हामी कहाँ आछ। हामी निकट भविष्यमा यो मलमास छ, अहिले गर्न हुन्न भन्ने एउटा कुराहरू आइरहेको छ। हामी त हिन्दुत्वमा विश्वास गर्ने पार्टी व्यक्ति भएको लागि ठिकै छ भनेको छौँ, तर आन्तरिक कुराहरू, पार्टीका संरचनाका कुराहरू, अरू सबै कुराहरू, नाम झन्डा, अरू विभिन्न कुराहरू यो 8-10 दिनमा सबै हामी व्यवस्थापन गरेर हामी यो मलमास सिद्धिने बित्तिकै पार्टीको घोषणा गर्छौँ र नेपाली जनताको माझमा मजबुत रूपले हामी अगाडि जान्छौँ।